समाजले हल्का रूपमा पनि लिने गर्छन्। ड्राइभर र खलासी भन्ने बित्तिकै अलिकति होच्याएर पनि बोल्छन्। तर ड्राइभर र खलासीको प्रभाव समाजमा कस्तो रहेछ त, जसको स्टोरीमा फिल्म बनिसक्यो। यो फिल्मको बलियो कथा र विषयवस्तु भनेकै ड्राइभर र खलासीको कथा हो, जहाँ हामीले दह्याङ राई, सौगात मल्ल र शिशिर बाङ्देल जस्ता कलाकारहरूलाई ड्राइभरको भूमिकामा देख्न सक्छौँ। फिल्मले ड्राइभरको कथालाई एकदमै राम्रोसँग चित्रण गरेको छ। एउटा ड्राइभरको जीवनमा आइपर्ने हरेक समस्याहरूलाई चरित्रले उठाएको छ। साँच्चै यो फिल्म हेर्दै गर्दाखेरि दर्शकहरूलाई एकपटक सोच्न बाध्य बनाउँछ एउटा ड्राइभरको जिन्दगी कति पीडादायक छ भनेर, जुन कुरा चरित्रले छर्लङ्ग पारिदिन्छ। एकातिर गाडी बचाउने टेन्सन अनि अर्कोतिर घर बचाउनेको पनि टेन्सन। गाडीलाई समय दिएन, मेहनत गरेन भने ब्याङ्कले गाडी लगिदिने टेन्सन एकातिर छ, र घरतिर पनि समय दिएन भने स्वास्नी अर्कैतिर जाली र घर बिग्रिएला भन्ने टेन्सन पनि फेरि एकातिर छ। र यतिका पीडा र सङ्घर्षको बीचमा एउटा ड्राइभरको जिन्दगीमा रोमान्सहरू पनि चलि नै रहन्छ। र यहाँ दह्याङ राई र सौगात मल्ल बीचको कोलाबोरेसन एकदमै आउटस्ट्यान्डिङ देखिन्छ। जब पर्दामा दह्याङ राई र सौगात मल्ल एकसाथ देखा पर्छन्, दर्शकको आँखा दायाँ बायाँ हुनै मान्दैन। यी दुई कलाकारको एक्टिङले दर्शकहरूको ध्यान त्यसरी खिच्छ। चाहे रोमान्स गर्दा होस्, चाहे एक्सन गर्दा होस्, कुनै पनि कुराहरू आर्टिफिसियल लाग्दैन, एकदम अर्गानिक अनि एकदम नेचुरल जस्तो लाग्छ। विशेष गरी भन्ने हो भने यी दुईको एक्सन जुन एकदमै रियलिस्टिक लाग्छ।